हेलो माई ब्याक टु ब्याक युट्युब च्यानल र ब्लग आई एम मिनी ब्लग। हामी चाहिँ होइन स्कुलबाट चाहिँ घरतर्फ लागिरहेछौँ गाइजहरू। यो चाहिँ काठमाडौँ कलङ्की हो है। क्यामेराले चाहिँ राम्रो देखेको छ भनेर भनिरहेको छु होइन। हामीजना गफ गर्दै गर्दै चाहिँ नाइकपतिर लागिरहेछौँ होइन। सबैतिर हेर्न सक्नुहुन्छ रोड क्रस अब गर्न आँट्यौँ हामी होइन। रोड क्रस गरेर चाहिँ अब हामी अगाडि लाग्छौँ। के तिमीलाई मिनी भ्लग बनाउन आउँछ भनेर साथीले मलाई सोधिरहेको थियो। मलाई चाहिँ पहिलादेखि नै आउँछ मिनी भ्लग बनाउन भनेर चाहिँ साथीले भने। अनि हामी यसरी गफ गर्दै गर्दै जाँदा चाहिँ दिन पनि बित्यो। 1 घन्टाको बाटोलाई हामीले आधा घन्टा नै बनाउने विचार गऱ्यौँ। हामी अगाडि लागिरहेछौँ यस्तो घाममा होइन, चर्को घाममा अङ्गालो मार्दै होइन। जताउता सुकै हेऱ्यो यता चाहिँ ट्राफिकहरू बसिरहेको छ। हामीले रोड क्रस गरिरहेको छौँ कि हामीलाई यहाँबाट जान चाहिँ 1 घन्टा लाग्छ होइन। हामी त्यहाँबाट गफ गर्दै गर्दै भिडियो बनाउँदै अगाडि लागिरहेछौँ। र विशाल होइन, उसको नाम पनि विशाल, मेरो नाम पनि विशाल होइन। दुवैजनाको नामै विशाल विशाल भएर होला। हामी चाहिँ कस्तो मिल्छौँ क्या, मिलेर हिँड्छौँ होइन दुईजना। आज चाहिँ म्याथको एक्जाम थियो होइन। हाम्रो चाहिँ 6:30 बजेदेखि 9:30सम्म चाहिँ हाम्रो एक्जाम हुन्छ साथीहरू होइन। मेरो साथी चाहिँ गफ गर्दै गर्दै हामी चाहिँ नाइकपतिर लागिरहेछौँ। कलङ्की हाम्रो चाहिँ जनसेवा स्कुल हो होइन। हामी त्यहाँबाट लागिरहेको छौँ है। हामी चाहिँ कलङ्की बजार त्यहाँ खत्रै छ है साथीहरू। हजुरहरू घुम्न आउन सक्नुहुनेछ। यहाँ चाहिँ बजारहरू चाहिँ होइन राम्रो राम्रो देखिन्छ होइन। सबैतिर हेऱ्यो त्यति राम्रो होइन, जता हेऱ्यो पनि त्यति राम्रो होइन। कलङ्की बजार बजार चाहिँ आउन सक्नुहुनेछ। कलङ्कीको को हुनुहुन्छ चाहिँ मेरो ब्लग कहाँसम्म आउँछ हजुरहरूले हेरेर कमेन्ट पनि गर्नु होला। अनि साथीहरू हजुरहरूले कता कताबाट भिडियो हेरिरहनु भएको छ त हजुरहरूले हेरेर मलाई कमेन्ट गरिदिनु होला। म चाहिँ अहिले कलङ्कीको बजारबाट चाहिँ भिडियो बनाउँदै बनाउँदै नाइकपट्टि लागिरहेको छु है। चन्द्रगिरी 15 होइन, 3 थाना काठमाडौँतिर चाहिँ हामी लागिरहेछौँ मिनी ब्लग बनाउँदै होइन। अगाडि उहाँ परको डाँडा चाहिँ हामी नाइकप हो। यहाँबाट 1 घन्टा लाग्छ हामीलाई जानलाई होइन। हामी चाहिँ घाममा पोलिँदै गफ गर्दै अगाडि बढिरहेको छौँ। हामी चाहिँ जानु पऱ्यो उहाँ माथि है साथीहरू, माथि छ हाम्रो घर चाहिँ। हामी चाहिँ यहाँ 1 घन्टाको बाटो लिएर आएको छ होइन। 1 घन्टाको बाटो 10 मिनटमा पुग्छ है गाइस। हामी चाहिँ गाडीमा चाहिँ हिँडेर चाहिँ टाइम लाग्छ हामीलाई 1 घन्टा। कलङ्की बजार हेर्दाखेरि चाहिँ सबैतिर रमाइलो छ। बाइकहरू चाहिँ आइरहेको छ होइन। यतातिर पसलहरू पनि हो भने गाडी पागल छ भने 50 रिल्स चाहिँ किन पठाउँछ अरे पागलै होला। अब साथीहरू पनि पुग्न पर्ने आयो त्यहाँ गएर फेरि के गर्ने बस्ने साथी भन्ने केटी देख्छु कि भनेर चाहिँ अघि बढिरहेको। फाइनली गाइस अब चाहिँ हामी अन्तिममा आइसकेको छौँ। आजलाई भ्लग यति नै।
आउँदो दिनमा फेरि लिएर आउनेछु। तर साथीहरू सब्सक्राइब र बेल आइकन त बजाउन नभुल्नु होला। अनि साथीहरू लाइक कमेन्ट पनि गरिदिनु होला। हस्त धन्यवाद, बाई बाई।